पेट्रोल पम्प रहेछ एक्सिडेन्ट भएको। अहिले हामी आयौँ, यो हाम्रो अर्को उपेन्द्र लोकेशको गाडीको बिल्डिङ पनि यहीँ रहेछ। गाडी एक्सिडेन्ट भएको ठाउँ यही रहेछ। अहिले हामीले सबै हेर्दै आयौँ। गाडी यहाँ छ, उसको चप्पल त्यहाँ छ। यस्तै ठाउँमा हेर्नुहोस्, यहाँ यो पिल्लरमा ठोकेछ, सेटको कलर छ, के गर्नु। गाडीका टुक्राहरू यहाँ खसेका छन्। यताबाट खसेछ कि उताबाट यहाँ खसेछ, यहाँ पोलमा खसेछ। यताबाट यहाँबाट गाडी ओभरलोड भएर ठोकिएर यस्तो यहाँ आएर यहाँ ठोकिएर यो पोलमा ठोकिएछ। यस्तो यो यसमा आएर यो डिभाइडरमा ठोकिएर एक्सिडेन्ट भएको रहेछ। यत्रो गाडीको हेर्नु, एउटा भाग्यले भाइ बाँचेको छ। हामीले बचाउनु पर्छ सकेसम्म। रेड लाइट, गाडीको टुक्रा यहाँ खसिरहेछ। भगवान्ले साथ दिएका छन्, तपाईँहरूले पनि साथ दिनु होला भन्ने आशा छ।